म चाहिँ आज मेरो घरको यो पाटो सफा गर्न जाँदैछु। माथि चाहिँ यति राम्रो फुल फुलेको छ, तल चाहिँ यति फोहोर देखिसकेपछि मलाई दिक्क लागेर म चाहिँ सफा गर्न आँटेँ होइन। अनि अब पसल भएपछि कार्टुन त अभियसली हुन्छ नै, यति धेरै छ कार्टुन, यति धेरै छ होइन, के गर्नु होला होइन। हजुरहरूलाई चाहिन्छ भने मेसेज गर्नु होला, म कार्टुन पठाइदिउँला है। अनि त्यसपछि यसरी फुटाउनु पर्छ यो कार्टुनलाई चाहिँ होइन, नजानेको छ भने जान्नु होला। यसरी पुरै टेप निकालेर अनि फुटाउनु पर्छ। अनि म चाहिँ एक एक गरेर मजाले फुटाइरहेको छु होइन। अब यति हुन्छ त्यो अन्डाको क्रेट, अनि मैले चाहिँ त्यो चकटी बनाइरहेको थिएँ, अनि त्यही भएर त्यो उता फाल्दै अनि त्यो कार्टुन हेर्नु कति ठुलो छ। अनि त्यसपछि मजाले गरेँ, यतापट्टि चाहिँ झार उखाल्दै थिएँ होइन। अनि मेरो मम्मीले चुप्लुक्क एउटा कार्टुन फालिदियो। अब त्यो एउटा कार्टुन दिएपछि मलाई सक्सक लाग्यो। अनि उतापट्टिबाट पसलमा एउटा भाइ पनि आइहाल्यो। अनि त्यसपछि मैले सबै झार उखालेँ होइन, उखालेर अझै बाँकी थियो। अनि त्यसपछि मैले कार्टुन बाँध्न आँटेँ। अनि कार्टुन बाँध्ने मेरो मम्मी चाहिँ मस्त बढाल्दै होइसिन्थ्यो। अनि त्यो भाइ चाहिँ फेरि स्कुटी लिएर जान आँटेछ है। अनि त्यसपछि अनि त्यो टाइम स्पिड गर्दाखेरि कस्तो हाँस उठ्दो भएको क्या भिडियो। अनि मजाले बाँधेँ होइन, यो कार्टुनलाई पनि बाँधेर अनि राखेँ। अनि त्यतापट्टि राखेर हामीले चाहिँ बेच्ने गरेको हौँ कि कार्टुन अब त्यो किलोको कतिमा पाइन्छ नि त। अनि त्यसपछि मजाले यो झारहरू यस्तो यो ढुङ्गाको चेपबाट निस्किरहेको थियो। अनि यो चाहिँ बियरको बोतल, अब पसलमा सबै कुरा पाइन्छ। अनि बोतलको बियरको बोतल पनि मान्छेले यसरी फालिदिन्छन् कि। अनि माथि त्यति राम्रो फुल फुलेको थियो नि, तनपत्ता मैले सबै सफा गरेँ होइन। यति झार निस्केको थियो अनि यस्तो सफा भयो गाइस यो।